सुदूरपश्चिम र गुल्मी समाजबीच खेल भइरहेको छ यति बेला। ओहो, तर निकै राम्रो प्रार्थी र बल आउट हुन पुग्यो। यसको फाइदा गुल्मीलाई। गुल्मीको नम्बर फेरि 1 नम्बर खातामा नम्बर थप्न सफल गुल्मी। 14-17 सर्भिस भने जर्सी नम्बर 6 गुल्मी। निकै राम्रो खेल भइरहेको छ, निकै प्रतिस्पर्धाका साथ। सुदूरपश्चिमबाट यसको फाइदा सुदूरपश्चिमलाई नै। सुदूरपश्चिमबाट 4 नम्बरको अन्तर यतिखेर 18-14 सुदूरपश्चिमको। सर्भिस भने सुदूरपश्चिमबाट नाइस प्लेस, यो फाइदा गुल्मीलाई। बल भने नेटमा यतिखेर फाइदा गुल्मीलाई। गुल्मीले फेरि 1 नम्बर थप्न सफल। नम्बर भने 17-18 जर्सी नम्बर 3 गुल्मी सर्भिसमा। राम्रो स्ट्राइक थियो, टेक्निकल स्ट्राइक थियो यतिखेर गुल्मीबाट। फाइदा गुल्मीलाई नै। नम्बर भने 16-18 2 नम्बरको अन्तर यतिखेर गुल्मी भर्सेस सुदूरपश्चिम। सर्भिस नम्बर 3 सर्भिसमा। राम्रो स्ट्राइक जर्सी। राम्रो स्ट्राइक थियो, तर बल भने 18 बराबर। राम्रो स्ट्राइक सुदूरपश्चिमले। यसको फाइदा सुदूरपश्चिमलाई नै। नम्बर भने 19-18 रेफ्रीको सङ्केत अनुसार फेरि 1 नम्बर थप्न सफल आफ्नो खातामा। 20 पुऱ्याएको छ भने गुल्मी 18। राम्रो स्ट्राइक थियो, तर बल उठेको छ यतिखेर। बल हावामै छ, हेरौँ कसले पाएको बाजी। बल काटेन यतिखेर, फाइदा सुदूरपश्चिमलाई नै। सुदूरपश्चिमको 4 नम्बर थप्न सफल लगातार यतिखेर। 21-18 21 सुदूरपश्चिम छ भने 18 गुल्मी। बल काटेन, यसको फाइदा फेरि 22-18। निकै राम्रो सरप्रार गुल्मीको तर्फबाट। 19-22 20-22 नम्बर। सुदूरपश्चिम भर्सेस गुल्मी। गुल्मीको 21 भने सुदूरपश्चिमको 22। सर्भिस गर्न पाले गुल्मीको। सुदूरपश्चिमले आफ्नो खातामा नम्बर 23 पुऱ्याएको छ भने हेरौँ सर्भिस सुदूरपश्चिम आफ्नो लास्ट पोइन्टमा राखेको छ भने गुल्मी 21 सर्भिस सुदूरपश्चिमबाट। 22-24 फाइदा गुल्मीलाई नै। गुल्मीले फेरि आफ्नो खातामा 22 पुऱ्याएको छ भने सुदूरपश्चिम लास्ट पोइन्टमा छ। जर्सी नम्बर 8बाट सर्भिस गुल्मी। कार्यक्रममा
गुल्मी समाजलाई सुदूरपश्चिम समाज बीच भलिबल खेल थियो। सुदूरपश्चिम समाजले जितेको छ भने गुल्मी समाजले हार्न सफल भएको छ।